कौन है? कहाँ से आते हैं? खत्तम मान्छे रहेछ कि घटिया मान्छे एक नम्बरको संसारमा नभएको मान्छे छ यार। कानका निचे फिलिङ्गा उडन्जेर हिर्काउनु जस्तो मान्छे छ यार यो। बेहोरा नभएको मान्छेलाई खाते कमिना गए गुज्रेको मान्छे हो कि यो। यसलाई त नजिक आएको वा कानको निचे चाहिँ नभएर फिलिङ्गा उडन्जेर बजाउन मन थियो कि यार नि र टाढा भयो यो मान्छे। यसको नौटङ्की आयो रे मा आइपुग्न सकेको छैन। पार्किङमा राखेको गाडी यस्तो अवस्था छ। फलफुल यत्र तत्र सर्वत्र देख्न। बाय बाय टाटा गुड बाय गया। गाडीपट्टि थुप्रो मात्रामा क्रोशित युवाहरू आन्दोलन अकल्पनीय दृश्य हामी देखिरहेका छौँ। लयन्स हुइस रुसलान भोड्का बोकेर हिँडिरहेका छन्। लयन्स हुइस रुसलान भोड्का बोकेर हिँडिरहेका छन्। फलफुल बोकेर हिँडिरहेका छन्। ओहो हो हो हाटबटेनीमा लुटपाट मचिरहेको छ। यो दुःखद राज आउनुपर्छ। यो केपी ओली सारा चोर चोर जस्ट इक्जाम दिएर आएर थियो हाम्रो गाडी आएन। त्यो भक्तपुरदेखि चलेर आइरहेको छु। यो के हो? यो देशको यो हो। इक्जाम दिन पाउनु भयो कि इक्जाम कस्तो यहाँबाट गौशाला त्यो गौशालाबाट त्यो भक्तपुरसम्म चलेर गएको छु। के यही देशको त्यो बुझेको नि किन नबुझ्नु भाइ? अब यो देशमा राजा चाहियो हजुर। यो देशमा चाहिँ नि धेरै किन चाहियो? म त राजाकै पाला जन्मेको। राजाले कति राम्रो गरेको थियो होइन। पुलिसमा जागिर खान पाएको थियो। अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्ल्यो। जागिर नै गयो। म बेरोजगारी भएँ अहिले। रुको जरा सबर करो। चोरी भएपछि सुरक्षित सरकारले राख्नु पर्दैन त। के दादा भाइ होसै भएन। आन्दोलनमा अब के गर्नु त? अब के गर्ने? रुने बाहेक अब के गर्नु मैले? अब बात त सही है। अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो। साढे 2 तोला अब मैले कहाँ ल्याउने? मेरो सिक्री नै लुट्यो बाबु। अब 2.5 तोला घर कसै जानु? अब 2.5 तोला। You serious? इन्डियाले अहिले अगाडि बढिरहेको छ। हामी दुर्गा प्रसादसँगै अगाडि बढिरहेका छौँ। यहाँ निकै ठुलो मात्रामा युवाहरूको उपस्थिति देख्न सकिन्छ। ठुलो मात्रामा युवाहरूको उपस्थिति। प्रहरीको बार तोडेर दुर्गा प्रसाई आफै अगाडि बढ्दै हुनुहुन्छ। प्रहरी घेरामा प्रहरीलाई गाडीले पेलेर दुर्गा प्रसाई अगाडि बढ्दै हुनुहुन्छ। हामी अगाडि बढ्दैछौँ। यहाँ कसैले रोक्न सक्ने अवस्था छैन। कसैले प्रहरीलाई दुर्गा प्रसाईले पेलेर अगाडि बढिरहेको भएको छ।
प्रहरी गाडीको चाबी खोज्न लागि परेको छ। दुर्गा प्रसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ। उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा लाठीचार्ज गरिरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ दुर्गा प्रसाईको गाडीलाई प्रहरीले रोकिराखेको अवस्था। उहाँले यो प्रहरीका सम्पूर्ण सुरक्षा घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढ्नु भएको छ र यति बेला तीनखुनेको यो पुलबाट अगाडि बढिसकेको छ। यो दृश्य अगाडिपट्टि प्रहरीका यी घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढिराख्नु भएको छ। हामी दृश्य देख्न सक्छौँ। अब के होला? के बोले भाइ? के बोले? होइन फोहोर धेरै भएको छैन यहाँ। बाँदरहरू उत्रेपछि अलिअलि त फोहोर हुन्छ, स्वाभाविक कुरो हो। परेन यो त बङ्गलादेशको आन्दोलन भन्दा कम देखिएन नि। यो बङ्गलादेश त के थियो र बङ्गलादेशमा खाने पाएको छैन। हाम्रो नेपालमा जति खान्छ खाओ न ल। तपाईँहरू खानु पाएको हो कि होइन? हामीले खायौँ। के खानु हो तपाईँहरूले? हामीले खाजा खायौँ। फलफुल आएको होइन, फलफुल ल्याएर खुवाइदियो केटा हो। बडा हरामी हो बेटा। तर म चाहिँ होइन है, मेरो चाहिँ ननिकाल। ए तपाईँ चाहिँ कहाँबाट? तपाईँ स्वतः स्फूर्त? म खै बाबा मैले जन्माएँ, म यतै जन्मी होइन, म यतै छु। अब क्या यतै हुनु। अन्तमा जान केही भन्नु छ तपाईँलाई? ओए खातेको सन्तान, तेरो कन्जुस बाउको नतिजा हेर। त्यो जमानामा तेरो बाउले एउटा सानो प्याकेट मात्रै युज गर्यो, आज त जन्मिँदा पनि जन्मिँदैछ। अझ बढी कर अहिले तेरो त्यो नभातुदी पनि स्वाट काटेर त्यो निरारमा टाँसिदिन्छु। अनि भैँस लागिसकेपछि त्यो निरा ठोकेर बस्ला। हजुर